हेलो एभ्रिवान, यहाँहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। सम्पूर्णमा नमस्ते। पट्टको के झोरले पट्टको के मेझोर। हामी सबै मगरहुनमा गर्व गरौँ, हाम्रो संस्कृति, वेशभूषा, रीतिरिवाजलाई जोगाउँ। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सरल तरिकाले मगर भाषा सिकौँ है। यदि तपाईँले कसैलाई तपाईँ अथवा हजुर भनेर सम्बोधन गर्नु पर्यो भने नाको भन्नु पर्दो रहेछ। यदि तपाईँले कसैलाई तपाईँलाई भनेर सम्बोधन गर्नु पर्यो भने नाको के भन्नु पर्दो रहेछ। यसै गरी कसैलाई तपाईँको भनेर सम्बोधन गर्नु पर्यो भने नाकुङ भन्नु पर्दो रहेछ। यसै गरी कसैलाई तपाईँले भनेर सम्बोधन गर्नु पर्यो भने नाकोइ भन्नु पर्दो रहेछ। अनि कसैलाई तपाईँहरूलाई भनेर सम्बोधन गर्नु पर्यो भने नाकको के भनेर भन्नु पर्दो रहेछ। हामी सबैभन्दा पहिले नाकोको उदाहरण हेरौँ है। नाको कुलक नहोस्, तपाईँ कता हिँड्नुभयो? नाको सानो कटा मुनि है, तपाईँ राम्रोसँग बस्नु है। अब हामी नाको के को केही उदाहरण हेरौँ है। नाको के गए जाक्लाङ, तपाईँलाई मैले रुचाउँछु। नाको के इस्तै हालाङ, तपाईँलाई यो दिन्छु। अब नाकुङको केही उदाहरण हेरौँ है। नाकुङ इम कुलाङ आले, तपाईँको घर कहाँ हो? नाकुङ म्यारमिन हि आले, तपाईँको नाम के हो? अब हामी नाकोइको उदाहरण हेरौँ है। नाकोइ छो ज्यानी है, तपाईँले खाना खानु है। नाकोइ काम जान्ने, तपाईँले काम गर्नु। अब नाकको के को केही उदाहरण हेरौँ है। नाकको के गए माया जाट्लाङ, तपाईँहरूलाई मैले माया गर्छु। नाकको के काने एटलिङ, तपाईँहरूलाई हामीले बोलाउँछौँ।